हिजोको दिनमा चाहिँ बालेन शाहलाई हाई हाई भन्ने सुशीला आमा चाहिँ अचानक किन रिसाए त? राष्ट्रिय स्वतन्त्र पार्टी प्लस बालेनजी जो आउनु भएको छ, यसले एउटै कुराको अभियान गर्यो। त्यो एउटै कुराको अभियान भनेको चाहिँ ओलीको विरोध, अरू कुरामा छैन। सामाजिक परिवर्तन, राज्यका परिवर्तन, राज्यमा चाहिँ जनताले नोकरी पाउने, राज्यले प्रोफेसन पाउने, राज्यमा चाहिँ जनताले भोका जनताले खान पाउने, नोकरी पाउने छैन। उनको त्यो देखिन्छ एउटै, ओलीले जे गरेको थियो त्यहीको विरोध मात्रै छ। त्यो भनेर जनताले भोट दियो। ओलीले जहाँ कहाँ जे काम गरेको छ त्यसको मात्रै विरोध गर्ने हो, त्यो भनेर त जनताले भोट दिए होइन। उनको त्यो लक्ष्य देखिरहेछ। ठिक छ, ओलीले गल्ती गरेको छ भने, नेपाली कांग्रेसले र नेकपा एमाले गल्ती गरेका छ भने तिमी सुधार, तर दारा नङ्ग्रा गर्नुपर्ने जरुरत छैन। हर कुरामा त्यो गर्ने जरुरत छैन। तिमी सुधार। पोलिटिक्समा म अहिले पनि म के कुरा गर्छु भने, जसुकै होस्, म गिरिजाबाबुलाई मन पराउँदैन थिएँ, तर गिरिजाबाबुले एउटा भन्नुहुन्छ नि, राजनीतिमा कोही शत्रु पनि हुँदैन, कोही मित्र पनि हुँदैन। भोलि यस्ता दिन पनि, हिजो त्यही रवि लामी छाने आज जो सांसद भएका छन् अथवा पार्टीका नेता छन्, तिनले ओलीको गभर्मेन्टमा गएर ऊ बन्या होइन, गृहमन्त्री बन्या होइन। खालि अहिलेको गभर्मेन्टको टार्गेट पहिलेको गभर्मेन्टको दोष देखाउनु मात्रै छ। यो तपाईँ हामी सबैलाई अचम्म लाग्ने कुरा हो कि हिजोको दिनमा होइन बालेन शाहको फुल्ली सपोर्ट गर्ने, फुल्ली तारिफ गर्ने सुशीला आमा आज आएर पुरै होइन बालेन शाहको बुढीलाई आमा भन, म तिमीहरूको आमा होइन भन्दै कराउन थालिसकेको छ। यो सब किन भएर किन भनिरहेको छ सुशीला आमा चाहिँ, किन रिसाइरहेको छ तपाईँहरूले विषयमा बुझ्नु छ भने चाहिँ तपाईँहरूले पहिला कुराहरू याद गर्नुपर्छ है। सुशीला कार्कीले चाहिँ आफू जुन बेला चाहिँ सरकारबाट बाहिरिएको थियो त्यो बेला चाहिँ स्वास्थ्य सचिवको लागि आफ्नो मान्छेलाई नियुक्ति गरेको थियो, र कुनै पनि मान्छे चाहिँ होइन यति प्रधानमन्त्री र मन्त्री पदमा चाहिँ कुनै पनि गयो भने चाहिँ त्यो चाहिँ सरकारी सेवा सुविधाहरू चाहिँ पाइरहेको हुन्छ। जस्तै अब भनौँ सेक्युरिटी गार्डहरू होइन, जस्तै भनौँ अब गाडीहरू, हरेक कुरा सेवा सुविधा चाहिँ सरकारबाट लिन पाइन्थ्यो। र अहिले त्यो सबै बालिन सरकारले चाहिँ सरकारमा नरहेपछि जस्तो खालको मान्छेहरूले चाहिँ सुरक्षाकर्मी पनि चाहिँदैन र कुनै पनि गाडी सेवा सुविधा चाहिँ पाइँदैन भन्दै सरकारले चाहिँ पुरै खारेज गरेपछि यो विषयमा चाहिँ सुशीला आमा एकदम रिसाउनु भएको। र हिजोको दिनमा होइन बालिन सरकारले ध्वजा चलाउँदाखेरि चाहिँ केही नबोल्ने सुशीला आमा आज आएर चाहिँ सरकारी ध्वजा चलाउँदाखेरि चाहिँ मेरो छातीमा आने जस्तो फिल भयो अरे। हिजोको दिनमा बोल्नु पर्थ्यो नि तपाईँ, ध्वजा चलाउँदा यत्रो समय तपाईँ कहाँ थियो त?